आजको हाम्रो विषय रहेको छ यो आधारभूत सेवा बजारशास्त्र फन्डामेन्टल अफ सर्भिस मार्केटिङको चाहिँ च्याप्टर 6 नेपाली मिडियमबाट च्याप्टर 5 सम्म हामीले हिजो अस्ति हेरिसक्यौँ। च्याप्टर 5 सम्म आउने इम्पोर्टेन्ट क्वेसनहरू पनि हेरिसक्यौँ। अब च्याप्टर 6 मा चाहिँ प्राइसिङ स्ट्र्याटेजी फर सर्भिस भन्ने रहेको छ। यो भनेको चाहिँ मूल्य रणनीति, सेवाको मूल्य रणनीति चाहिँ कसरी निर्धारण गरिन्छ भन्ने कुरा चाहिँ यो च्याप्टरमा रहेको छ, जसबाट 12 मार्क्सको 2 मार्क्सको सर्ट क्वेसन र 10 मार्क्सको लङ क्वेसन आउने चान्स रहेको छ अलि बढी। अब यो च्याप्टरमा चाहिँ हामीले पढ्नुपर्ने कुरा भनेको यति 3टा कुरा। एउटा भनेको ब्रेक इभन पोइन्ट, अर्को भनेको अब्जेक्टिभ अफ प्राइसिङ अफ सर्भिस, के उद्देश्यले चाहिँ सर्भिसको प्राइस निर्धारण गरिन्छ भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ प्राइसिङ स्ट्र्याटेजी फर सर्भिस, रणनीति कुन रणनीति अवलम्बन गरिन्छ मूल्य निर्धारण गर्नको लागि भन्ने कुरा हो। अनि अर्को भनेको चाहिँ यो फ्याक्टर एफेक्टिङ अफ सर्भिस प्राइसिङ, के कुराले चाहिँ प्रभाव पार्छ मूल्य निर्धारणलाई चाहिँ के कुराले प्रभाव पार्छ भन्ने कुरा हो। यति 3टा कुरा पढ्यो भने यो च्याप्टर सकिहाल्यो। सबसे पहिले त हामीले चाहिँ के बुझौँ भने मूल्य भनेको के हो भनेर बुझौँ न त। मूल्य भनेको के हो त हामी आफैलाई थाहा छँदैछ। कुनै पनि सामानको हामी मूल्य तिरेर किन्छौँ, त्यस्तै मूल्य भनेको सेवा लिन वा उपभोग गर्नका लागि तिर्नुपर्ने रकम हो। यो साटासाट गर्ने तोकिएको रकम हो मूल्य भनेको। अब मूल्य भनेको यो हो। हाम्रो सोल्युसनमा अलि मजाले मूल्य भनेको यहाँ मजाले देखाइदिएको छ। यहाँबाट चाहिँ हजुरहरूले लेख्न सक्नुहुन्छ हेरेर। त्यो चाहिँ मैले सर्ट फर्ममा मात्रै बुझाएँ। यहाँ पनि चाहिँ सामान्य भाषामा मूल्य भनेको सेवा वा वस्तु प्राप्त गर्दा भुक्तानी गर्नुपर्ने मौद्रिक रकमलाई चिनिन्छ। सेवाको अनौठो स्वभावले गर्दा सेवाको मूल्य भन्नाले सेवा उपभोग गर्ने अधिकार मात्र हो, वस्तुमाथिको अधिकार हुँदैन। यो विनिमय प्रक्रियामा प्रयोग गरिने मापदण्ड हो। यस्तै कुराहरू हजुरहरूले लेख्न पर्छ। अनि अब बाँकी रह्यो, अब चाहिँ अर्को कुरा चाहिँ के बाँकी रह्यो भने प्राइसिङ स्ट्र्याटेजी फर सर्भिस सेवाको लागि चाहिँ मूल्य निर्धारण तत्त्वहरू चाहिँ के हुन् भनेको सेवाको मूल्य निर्धारण रणनीति। यहाँ मैले नेपालीबाट लेख्नुपर्ने त्यो लेखिन छु। यो स्ट्र्याटेजी भनेको चाहिँ हाम्रो रणनीति हो यो। अब त्यस पछाडि गएर भनेको चाहिँ सेवा बजारीकरणमा मूल्य भनेको ग्राहकहरूले सेवा प्राप्त गर्न तिर्ने रकम वा त्याग हो। सेवाको मूल्य निर्धारण अत्यन्त संवेदनशील विषय हो, किनकि सेवा अमूर्त, नाशवान तथा गुणस्तरमा भिन्नता रहने भएकाले गर्दा चाहिँ सही मूल्य निर्धारणले गर्दा संस्था वा कम्पनीको सफलता निर्धारण गर्छ। यति भनेर सर्टमा लेखे भइहाल्यो। 10 मार्क्सको क्वेसनमा अगाडि थोरै यति लेख्ने। त्यसपछि अब कुन चाहिँ रणनीति अपनाइन्छ भनेको एउटा भनेको चाहिँ मागको आधारमा मूल्य निर्धारण गरिन्छ। ग्राहकहरूले कति वस्तु आफ्नो सामान चाहिँ आफ्नो सेवा चाहिँ कतिको माग छ त्यसको आधारमा गरिन्छ, डिमान्ड बेस्डको आधारमा होइन। यसमा मागको आधारमा अनि ग्राहकहरूको रुचि र मूल्य तिर्न सक्ने क्षमताको आधारमा मूल्य निर्धारण गरिन्छ। अनि माग बढी भयो भने चाहिँ के हुन्छ, मूल्य पनि बढी राखिन्छ। यसमा यो चाहिँ मागको आधारमा मूल्य निर्धारण गरिन्छ। यसरी माग बढ्दै गयो भने मूल्य पनि बढाउने त्यसरी राखिन्छ यो डिमान्ड बेस्ड प्राइसिङ स्ट्र्याटेजीमा। अब अर्को भनेको लागतमा आधारित मूल्य निर्धारण। लागतमा अब हाम्रो सेवा उत्पादन गर्दाखेरि चाहिँ सेवालाई तयारी गर्दाखेरि कति लागत लाग्यो त्यसको आधारमा चाहिँ मूल्य निर्धारण गरिन्छ। अब यहाँनिर चाहिँ के हुन्छ भने कुल मूल्य इक्वल्स टु कुल लागत प्लस नाफा पनि सेवाको कुनै सेवामा चाहिँ नाफा पनि कमाउने उद्देश्य राखेको हुन्छ। त्यही भएर अब यो लागतमा आधारित मूल्य निर्धारणमा चाहिँ एउटा भनेको लगानीको आधारमा मूल्य निर्धारण गरिन्छ, विधिमा आधारित समबिन्दु हो। यसैमा चाहिँ हाम्रो के अघि मैले ब्रेक इभन पोइन्ट भनेको थिएँ नि, हो यही लागतमा आधारित मूल्य निर्धारण विधि अन्तर्गत नै पर्दछ ब्रेक इभन एनालाइसिस। त्यो भनेको चाहिँ नाफा पनि नकमाउने घाटा पनि नहुने क्या। कुल लागत इक्वल्स टु बिक्री मूल्य। जति लागत लागेको छ हाम्रो सेवा उत्पादन गर्नको लागि त्यतिमा चाहिँ हामीले
सेवा बेच्यौँ त्यसलाई चाहिँ के भनिन्छ नेपालीबाट समबिन्दु मूल्य निर्धारण विधि भनिन्छ ब्रेक इभन एनालाइसिस यो अन्तर्गत नै पर्छ लागतमा आधारित मूल्य निर्धारण अन्तर्गतै पर्दछ। अब अर्को तेस्रो नम्बरमा प्रतिस्पर्धामा आधारित मूल्य निर्धारण विधि यो भनेको चाहिँ यहाँनिर कम्पिटिसन बेस्ड प्राइसिङ स्ट्राटेजी लेखेको छ प्रतिस्पर्धी संस्थाले राखेको मूल्यलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ यसमा। अनि त्यस पछाडि गएर प्रवेश मूल्य निर्धारण रणनीति अब यसमा चाहिँ के कस्तो हुन्छ भने चाहिँ नयाँ सेवा बजारमा पहिलोचोटि ल्याउँदा चिनाउँदाखेरि सुरुवातमा डिस्काउन्ट दिने कम मूल्यमा राख्ने गरिन्छ। जस्तै अब नयाँ इन्टरनेट प्रदान गर्नु पर्यो भने कम्पनीले अफर दिने अनि यति अब यो पहिला खुलेको 2 हप्तासम्म हजुरहरूले लिनुभयो भने यति % छुट हो यस्तो चाहिँ प्रवेश मूल्य निर्धारण रणनीति। अब भनेको स्किमिङ मूल्य निर्धारण रणनीति अब यसमा चाहिँ नयाँ अरू कम्पनीहरूले ल्याउन नसकेको सेवा नयाँ सेवा विशेष सेवा प्रदान गर्दाखेरि चाहिँ सुरुवातीमा विशेष उच्च मूल्य निर्धारण अब जस्तै नेपालमा पनि इन्टरनेट प्रदान गर्दाखेरि नेपालमा सबैभन्दा पहिले इन्टरनेट प्रदान गर्ने कम्पनीले चाहिँ महँगो मूल्यमा इन्टरनेट प्रदान गर्थ्यो किनकि अरू इन्टरनेट प्रदायक संस्थाहरू थिएनन् हो त्यही कारणले गर्दा यो स्किमिङ मूल्य निर्धारण रणनीति यसरी पनि मूल्य निर्धारण गर्न सकिन्छ सेवाको। अर्को भनेको मनोवैज्ञानिक मूल्य निर्धारण रणनीति अब यो भनेको चाहिँ ग्राहकहरूको मनोविज्ञानलाई चाहिँ असर पर्ने गरी मूल्य निर्धारण गर्ने विधि हो। अब यसमा चाहिँ के हुन्छ भने जस्तै 100 पर्ने सेवालाई चाहिँ हामीले 99 मा राख्यौँ भने ग्राहकहरूको दिमागमा 99 भन्ने बित्तिकै 100 र 99 मा फरक पर्छ नि त ओहो 99 मात्रै रहेछ भन्ने जस्तो फरक पर्छ। यसरी चाहिँ मनोविज्ञान ग्राहकको चाहिँ दिमागसँग खेल्ने काम यो। अब सेवाको मूल्य निर्धारणलाई प्रभाव पार्ने तत्त्वहरू फ्याक्टर एफेक्टिङ इन प्राइसिङ अर्को भनेको कन्सिडरेसन के पर्छ यो। अब यो भनेको चाहिँ केले चाहिँ प्रभाव पार्छ त मूल्य निर्धारणको लागि एउटा सेवाको लागतले अनि ग्राहक मागले प्रतिस्पर्धाले सरकारको नीतिले अनि आर्थिक अवस्थाले सेवाको गुणस्तरले संस्थाको उद्देश्यले चाहिँ मूल्यमा फरक पार्छ नि त मूल्य निर्धारण गर्नको लागि यो कुराहरूले फरक पार्छ यति कुरा व्याख्या गर्न सक्नु पर्यो यति। अब त्यस पछाडि गएर अब्जेक्टिभ अफ प्राइसिङ अफ अ सर्भिस भनेको सेवाको उद्देश्य सेवाको मूल्य निर्धारणको उद्देश्य चाहिँ के हो भनेर के उद्देश्य राखिन्छ मूल्य निर्धारण गर्दाखेरि भनेको। अब यहाँ भनेको चाहिँ नाफा कमाउने उद्देश्य बनाउने भएछ यहाँ नाफा कमाउने उद्देश्य प्रॉफिट म्याक्सिमाइजेसन। अब कुनै पनि कम्पनीले चाहिँ के हुन्छ नाफा कमाउने उद्देश्यले सेवा प्रदान गरिरहेका हुन्छन् यो त्यसका आधारमा चाहिँ मूल्य निर्धारण गरिन्छ एउटा त्यो भयो। अर्को उद्देश्य भनेको सेवामुखी उद्देश्य कतिपय कम्पनीहरू कतिपय यो सेवा प्रदान गर्ने कम्पनीहरूले चाहिँ उनीहरूको मुख्य उद्देश्य भनेको नै सेवा प्रदान गर्ने हुन्छ न कि यो नाफा कमाउने उद्देश्य त्यही सेवामुखी उद्देश्य। अर्को भनेको चाहिँ बाँच्ने उद्देश्य भनेको सर्भाइभल अब्जेक्टिभ भनेको चाहिँ यहाँनिर नाफा पनि कमिँदैन घाटा पनि हुँदैन जस्ट कम्पनी चाहिँ चलिरहेको छ कम्पनी चल्नको लागि जति आवश्यक पर्छ त्यति मात्रै मूल्य निर्धारण गरिन्छ यसमा चाहिँ। अब बिक्री उद्देश्य यसमा चाहिँ बिक्री गर्ने उद्देश्य नै रहेको हुन्छ क्या यो मूल्य निर्धारणको उद्देश्य चाहिँ बिक्री गर्ने रहेको हुन्छ कम मूल्य राख्यो भने कम बिक्री बढी बिक्री यो तरिकाको यसमा पर्दछ भने चाहिँ बजार हिस्सा बनाउने आफ्नो बजारमा चाहिँ स्थान बनाउने इमेज बनाउने कुराहरू यस अन्तर्गत पर्दछ। प्रतिस्पर्धाको सामना गर्ने अब जस्तै एउटा ब्याङ्कले चाहिँ 7% ब्याज दर दियो भने अर्को ब्याङ्कले पनि 7% ब्याज दर दिनुपर्छ किनकि त्यो ब्याङ्कले त त्यति दिएको छ भन्ने हुन्छ त्यही भएर प्रतिस्पर्धाको सामना गर्ने यो पनि उद्देश्य रहन्छ। मूल्य निर्धारणको उद्देश्य चाहिँ के हो यो प्रतिस्पर्धाको सामना गर्न बजारमा हिस्सा बनाउनको लागि ग्राहकको सन्तुष्टि प्राप्त गर्न ग्राहकबाट सन्तुष्टि प्राप्त गर्न आफ्नो कम्पनी बजारमा टिकाइराख्नको लागि यी संस्थाको छवि निर्माण गर्ने उद्देश्य छवि निर्माण गर्नको लागि सामाजिक उत्तरदायित्व पुरा गर्न। अब कतिपय कम्पनीहरूको चाहिँ मुख्य उद्देश्य भनेको चाहिँ सामाजिक उत्तरदायित्व पुरा गर्ने पनि हुन्छ यो के अरे सेवा नाफा कमाउने भन्दा छुट्टो हो सामाजिक उत्तरदायित्व जस्तै शिक्षा यो गभर्मेन्टले प्रोभाइड गरेको हामीलाई हेल्थ सर्भिस एजुकेसन सर्भिस यो चाहिँ सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत पर्दछ। यति कुरा हो हामीले जान्नुपर्ने। म हजुरहरूलाई एकचोटि सोल्युसन पनि देखाइदिन्छु नेपाली मिडियमबाट सोल्युसन छैन भने सजिलो हुन्छ। फर्स्ट पेजमा यो रहेको छ हामीलाई सर्ट क्वेसनमा आउन सक्ने क्वेसन भनेको यही मैले अघि भर्खर भनेको सेवामुखी बाँच्ने उद्देश्य के हो अब्जेक्टिभ यो यहाँनिर वाट इज साइकोलोजिकल प्राइसिङ भनेको मनोवैज्ञानिक मूल्य कसरी निर्धारण गरिन्छ भनेर अघि मैले भनेको थिएँ जस्तै यहाँनिर नि देखिएको रहेछ 100 पर्ने कुरालाई 99 भने जस्तै 5.99 जसले कम मूल्य
यो कुराहरू भयो। रिलेसनसिप प्राइसिङ भनेको चाहिँ सम्बन्ध मूल्य निर्धारण गर्ने विधि यो भइहाल्यो। यहाँनिर सेवा मूल्य निर्धारणको तत्त्वहरू के चाहिँ आन्तरिक तत्त्व अनि त्यस पछाडि गएर बाह्य तत्त्व कसरी चाहिँ मूल्य निर्धारण गरिन्छ, यी प्रतिस्पर्धाको सेवा वस्तुको यो यसरी मूल्य निर्धारण गरिन्छ। अनि त्यस पछाडि गएर प्राइसिङ इन सर्भिस कसरी गरिन्छ भन्ने कुरा चाहिँ यहाँ रहेको छ यो। अब अर्को इम्पोर्टेन्ट भनेको हाम्रो यहाँनिर समबिन्दुको आधारमा मूल्य निर्धारण भनेको ब्रेक इभन पोइन्टको बारेमा यहाँ दिएको छ। अब अर्को भनेको यहाँनिर भनेको अब्जेक्टिभ्स, यहीँनिर 77मा सोधेको क्वेसन रहेछ, यो भयो अब्जेक्टिभ्स। अब अर्को भनेको चाहिँ मूल्य निर्धारणका विधिहरू, हाम्रो मलाई लाग्छ यही क्वेसन आउँछ योपालि हाम्रो। मूल्य निर्धारणका विधिहरू कसरी मूल्य निर्धारण गर्ने भनेको यो मागको आधारमा, लागतको आधारमा ब्रेक इभन पोइन्ट पर्छ, लगानीको आधारमा, लागत खर्च नाफा कमाउने आधारमा यसैमा पर्दछ, यी प्रतिस्पर्धाको आधारमा। अर्को यहाँनिर भनेको यो सम्बन्ध स्थापित गर्नेको आधारमा मूल्य निर्धारण विधि यो कुराहरू यहाँ पर्दछ। यही क्वेसन सोधेको रहेछ 2075मा पनि। लागतको आधारमा मूल्य निर्धारण यो अन्तर्गत चाहिँ के पर्दछ, यो कुराहरू पर्दछ। यति भयो। अब अर्को च्याप्टर यति हो च्याप्टर 6 को।